अस्ट्रेलियामा सामूहिक गोलीकाण्ड को हुन् हमलाकारी किन गरियो आक्रमण कारण यहुदी विरोधी आतंकवाद एन्टिसेमिटिजम सिडनीको बन्डी बीचमा भएको भीषण गोलीकाण्डलाई अस्ट्रेलियाका प्रधानमन्त्रीले घोर यहुदी विरोधी आतंकको कार्य एक्ट अफ इभिल एन्टिसेमिटिजम भन्दै निन्दा गरेका छन्। हमलाकारी को हुन् त? गोली चलाउनेहरू बाबु र छोरा रहेको प्रहरीले पुष्टि गरेको छ। बाबु 50 वर्षीय प्रहरीसँगको मुठभेडमा मारिएका छन् भने उनी लाइसेन्स प्राप्त हतियार धनी थिए र उनका नाममा 6वटा बन्दुक दर्ता थिए। छोरा 24 वर्षीयका गम्भीर घाइते अवस्थामा पक्राउ परेका छन् र उनलाई अस्पताल लगिएको छ। अनुसन्धान निकायले एएसआइओ अस्ट्रेलियन सेक्युरिटी इन्टेलिजेन्स अर्गनाइजेसनले छोरालाई पहिलेदेखि नै चिनेको भए पनि तत्काल खतराको रूपमा भने नराखिएको बताइएको छ। सञ्चार माध्यमहरूका अनुसार उनीहरूको पहिचान सजिद अक्रम र नवेद अक्रमको रूपमा भएको छ, तर प्रहरीले औपचारिक रूपमा नाम सार्वजनिक गरेको छैन। गोलीकाण्ड ठिक हुनुकहा पर्वको पहिलो दिनको उत्सव माथि लक्षित थियो, जहाँ सयौं यहुदीहरू भेला भएका थिए। थप जानकारी हमलाकारीको कारबाट विस्फोटक पदार्थ आइइडिएस फेला परेपछि सुरक्षा चिन्ता थपिएको छ। यस घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढेर 16 पुगेको छ।